सामान्य त म्यानेज गर्नुहुन्छ कि क्राउडलाई चाहिँ कसरी गर्ने हो कि यो पानी नै पानी 1.5 घन्टामा क्लियर भएपछि यहाँ ग्राभेल ल्याएर हालिदिन्छौँ ग्राभेल ल्याएर पछि चाहिँ त्यो ग्राभेल फेरि जस्ता जस्तो हटाइदिन्छौँ यो फुटबल मैदान हो राखिरहेको मैदान त्यही त पछिसम्म सोच्नु पऱ्यो नि फेरि कार्यक्रमको लागि मात्रै भनेर फेरि त्यो गऱ्यो फेरि ग्राउन्डै बिगारिदियो त्यही भएर अनि हाल्ने नहाल्ने भइरहेको थियो अब अप्सनै भएन अब चाहिँ यो क्लियर भइसकेपछि अब ल्याउने पछि गएर हटाइदिने कार्यक्रम सकिने बित्तिकै हटाइदिने भ्याउँछ रेडी छ नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।